ल आज चाहिँ हाम्रो सुनसरी नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर 1 का सभापति आत्मीय मित्र सुजेन्द्र तामाङज्यूको जुन संयोजकत्वमा जुन सुनसरी जिल्ला क्षेत्रीय समितिले चाहिँ एउटा लाली गुराँस रोप्ने अभियान गत वर्ष जेठ महिनामा जुन सम्पन्न भएको थियो र यसमा हामी जनसम्पर्क समिति बेलायतको तर्फबाट मैले पनि 25 वटा चाहिँ लाली गुराँसको बिरुवा रोप्ने भनेर चाहिँ आर्थिक सहयोग उपलब्ध गराएको थिएँ र आज म पहिलोचोटि जुन उहाँहरूले लाली गुराँस रोपेको यो बङ्सिला भन्ने सुनसरी धरान नगरपालिकाको वडा नम्बर 20 मा अवस्थित बङ्सिला भन्ने स्थानमा आएका छौँ र मलाई जुन ठाउँहरूमा उहाँहरूले एकदमै विकट ठाउँहरूमा चाहिँ जुन लाली गुराँस रोप्नु भएको रहेछ र एकदमै परिश्रम गरेर एकदमै विकट ठाउँमा चाहिँ यो लाली गुराँस रोपेर जुन बिरुवाहरू आज मैले हेरेँ लगभग धेरै अधिकांश बिरुवाहरू चाहिँ अझै हरियो र चाहिँ बाँचिरहेको अवस्थामा भेटियो र आज जुन हामी अनुगमनमा आएको थियौँ त्यति बेला हामीले चाहिँ बिरुवाहरूमा पानी लाउने कार्यक्रम पनि गऱ्यौँ र जुन यो अभियानमा लाग्नुभयो यो एकदमै रमणीय ठाउँमा चाहिँ उहाँहरूले चाहिँ यो लाली गुराँसको वृक्षारोपण गर्नुभएको रहेछ। यसले भोलिको दिन भविष्यमा लगभग यसले चाहिँ पर्यटन प्रवर्धनको पनि सम्भावना भएको ठाउँ चाहिँ उहाँहरूले जुन रोजेर चाहिँ जुन लाली गुराँस वृक्षारोपण गर्नुभयो त्यसको लागि मेरा आत्मीय मित्र नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर 1 का सभापति सुजेन्द्र तामाङज्यू लगायत जुन यो चाहिँ वृक्षारोपण अभियानमा चाहिँ सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।